बेचेर ल्याएको कुन भेष अझै छ मायाले राख्नु नि छोरा छ त सुकाएको छ मैले यहाँ बुट्टा कति राम्रो यता सब फाट्ला जस्तो भएको छ यहाँ ब्रिज चाहिँ सिएको पनि मैले अझै छ मुलाहरू बेचेर सुन्तला सुन्तला के फलेको छ त्यो मैले रोपेको बिरुवा त त्यो पछि फलेको पछि फल्नु थालेपछि हामी यहाँ आइज रक्कै फलेपछि ऊ सुन्तला ल्यायो बुधबारबाट अनि कल्तिर बाख्रा बाँध्यो ओडार जस्तो सानो अनि त्यहाँ खाएर अनि त्यो जोडा रोपेर 10-15 झाङ उम्रेको रहेछ बिरुवा भचुर ज्वाइँले पनि लगेको मूल घरमा त रोपेको पनि थियो होला मैले त सोध्नै बिर्सेँ बेची आएको होला त्यो मूल घर आमा आएर भचुर लगेको लाँदैन काहीँ टाढो हस्पिटलहरू लानु पर्दैन थियो मलाई चाहिँ लग्यो टाढो हुँदाखेरि बोकेर तर तपाईँ अलिक निकै नै पछि हुनुहुन्थ्यो होला है गोपी चाहिँ यो गोपीले चाहिँ भात पकाएर खुवाउनुहरू सक्ने भएको कस्तो थियो होला त्यो गोपीको अनि भाइलाई चाहिँ छिटै पकाइदिन्थ्यो अरे अस्पताल जानुलाई सबै फिर्केको फिर्के बजारबाट आउनेहरू मानिसहरू जाउँछ त्यतिखेर त केही पनि छैन पछि चाहिँ जग्गेर पेल्नु खालि गीतै मात्रै जुवारी गीत गाउँथ्यो छोरी मान्छे जुवारी गीत गाउँथ्यो जुवारी भनेको पनि सुनेको छ नि छोरा मान्छेले गीत गायो अनि त्यही जब तिर्छ छोरी मान्छेले पनि त्यस्तै हुन्छ फोनमा पनि त कोही कोही जुवारी खेल्दैन त्यहाँ त्यस्तै हुन्छ दोहोरी भन्छ दोहोरी जुवारी गीत त्यतिखेर रेडियो चलाउँथ्यो रेडियो पनि थिएन है कहाँबाट सुनेर सिकेको होला क्या गीतहरू त्यसै सिकेको मुखले अन्त यो ठुली काली भन्ने गर्न चाहिँ यसको ठुली काली भन्ने चाहिँ गर्न चाहिँ अब मर्यो नि त पर्लाले मारेको त देख्नुपर्ने हो त्यो ठुली काली भन्ने उसलाई काकाको कान्छा बाबुको छोरीलाई ठुली काली भन्थ्यो उसलाई सानो काली भन्थ्यो ठुली कालीको चाहिँ एउटा त्यो गनासी जन्मेको माइली ठुली काली भनेको माइली बहिनी पनि थियो कान्छी पनि थियो 3 बहिनी थियो ठुली काली त पर्दा अब सेमेङ दिएको सेमेङ छोडेर पुर्सिने काफले ल्याएको थियो पुर्सिने काफले भनेको त्यो 44 महिलाको यता हरिमाया आज हरिमाया एकदमै बिजी छिन् बाख्रालाई घाँस टिप्दै लगाउनुमा एकदमै बिजी छिन् हरिमाया यता हेर्नु त हरिमाया यता हरिमायाको बाख्रा अनि हरिमायाको सुन्तला को हौ को रहेछ हौ माम हाम्रो माम त के गर्नु हुँदैछ हौ काटेर उभो लाएको अनि जे हुन्छ ढेँडाको माटो ए काटेको आफैले तपाईले काटेको
यो काट्यो नकाटिएर के हुन्छ बोकै यो यसलाई दिनुपर्ने फेरि उसलाई गाउँको घाँस दिँदाखेरि यसलाई अलिसकेको देख्छ कस्तो रहेछ उसलाई दिनु हुँदैन